बुढी चिन्ता नलिनु म आइहाल्छु है, चिन्ता नलिनु है। हुन्छ बुढा, मलाई मुगलान पुगेपछि आइफोन पठाइदिनु है। ल ल बुढी, मुगलान पुगेपछि अलिक कमाइ राम्रो भयो भने त्यही मुगलानबाट आइफोन पठाइदिउँला नि। अनि चक्लेट पनि पठाइदिनु है। हुन्छ सानो, हुन्छ, चिन्ता नगर, चक्लेट पनि पठाइदिउँला, आफ्नो ख्याल गर्नु है। अनि मेकअपको बक्स पनि पठाइदिनु है। ओके, चोथाले पठाइदिन्छु, कति मेकअप बक्स जे पनि पठाइदे। कमसे कम बिदा गर्ने बेला त अलि रोए जस्तो नाटक गर। बुढा राम्रोसँग जाऊ है। राम्रोसँग बसे, मेरो केही पनि चिन्ता नगर्नु। मान्दिन छोरा, मान्दिन। त घरबाट कहिले निस्किलास र आनन्दसँग बसुला भन्ने भएको थिएँ म। गइजा छिटो। नेपालको दसैँ मुगलानमै हुने भयो, अर्को दसैँ सँगै मनाउला है। पढ्दैन बाबु, पढ्दैन। त नालाक यो घरबाट निस्किनु नै मलाई 365 दिन दसैँ आउनु हो। राम्रोसँग बस्यो है, कमसेकम छोरो विदेशमा लाग्छ। रुवा जस्तो त नाटक गर्नुपर्ने पट्टि। आमा राम्रोसँग बस्नु है। तपाईँ सधैँ बिरामी हुनुहुन्छ, टाइममा औषधि खानु होला है। ल ल बाबु, दबाई त म टाइममा खाइदिन्छु। अहिले पनि दबाई खाइरहेको छु बाबु है, राम्रोसँग गइस्। यो बड्डो म मुगलानबाट नआउँदै मरिहाल्छ, चट्का पट्के पर्ने बड्डा।